सिद्ध गुफामा छौँ लाइट बालेर अगाडि अनि यहाँ रहेछ साथीहरू सरेर देखाउनुहोस् त त्यो ढुङ्गा देखाउनुहोस् त यहाँ त गाईको निमेरा यो ढुङ्गा धेरै गाईको त्यो जस्तै धेरै खतरनाक छ एउटा दाँत जस्तै छ राडेको साथीहरू यता हेर्नु सक्नुहुन्छ तपाईँहरूले अर्कै जित्थ्यो हामी स्कुलबाट आएको गुफा घुम्न 1 घन्टा लाग्छ अरे 1 भन्छु आधा घन्टा ओए बिपिन त्यति बस टेन क्लास का एकदम 10 क्लास यो गुफा चाहिँ कहिले खोले आएन आफैबाट नेचुरल हो आफै बने हो यहाँ बल्ब सब छन् कही छ पुरा डर खै उता जान्छ पुरा डर्नु पुरा डर लाग्छ पानी रस आएको कताबाट आफै शरीर पानी आएको छ पुरा चढेर आएको छ यहाँ बुट्टा पनि जस्तै छ यो पनि नेचुरलै भयो पुराले चमेरा कहाँ छ लाइटको व्यवस्था र यो घुम्ने ठाउँमा सहज धेरै छ साथीहरू यो लाइट त काट सकेन कस्ता घरकै मान्छेले खोजे जस्तो यो चाहिँ के जस्तो मान्नुभयो तपाईँहरूले बाघको मुख हो बाघको मुख जस्तो देखिएको छ यो प्रकृतिले आफै निर्माण गरेको हो यो यहाँ कुनै मानिसले कुदेर बनाएको पनि छैन छोरोले माउन्टेन क्लाइम्बिङ गर्दैछ गुफाभित्र रस्सीबाट क्लाइम्बिङ गरिराखेको छ गुफाभित्र प्रकृतिले आफ्नै सब चिजहरू छन् त्यो प्रकृतिले आफै बनाएको हो उल्टेको कुरा बस सही हो ल उल्टेको कुरा जस्तो देखिएको छ
शङ्ख शङ्ख जस्ता ढुङ्गा। साथीहरू के तपाईँले बताउनुहुन्छ यो आफै प्रकृतिले बनाएको हो? म त सुरुमा बताइरहेको थिएँ, अब त बताउनु सकेन हो। यस्तो शङ्ख जस्तो ढुङ्गा कसले बनाउँछ? हाँसको भिडियो देखिएको छ यहाँ। हाँसको जस्तो आकृति देखिएको छ, नाङ्गो हाँस। साथीहरू सिद्ध बाबा लामो कपाल भएको हुन्छ नि, त्यही सिद्ध बाबा। चमेरा खै चमेरा 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 ऊ चमेरा हुन्छ साथीहरू। साथीहरू डर लागिरहेको छ मलाई। सिद्ध बाबा हेर्नुहुन्छ तपाईँहरू, लामा लामा सेतो कपाल भएको हुन्छ नि, त्यसलाई सिद्ध बाबा भनिन्छ। बस्मी डर लाग्दो छ यो पुरा। माउन्टेन क्लाइमेट, गुफा धेरै चिप्लो छ, त्यही भएर यता डोरदेखि क्लाइमेट गर्नुपर्छ। अब म क्लाइमेट गर्दैछु। बिस्तारै बाबु है, बाबु बिस्तारै है। बाबुलाई समात्नु होला है। बिस्तारै जाऊ है। साथीहरू अब हामी बाहिर निस्किसकेको छौँ।